आजको दिनमा तपाईँलाई धेरै गाली गर्नेमा कोही पर्छन् भने ती बालेनका समर्थकहरू हुन् भन्दा फरक पर्छ? हो। र उहाँहरूलाई मैले एउटा अनुरोध के गर्छु भने बालेनजीलाई गलत काम गर्दाखेरि तपाईँहरूले रोक्नु भएन भने होइन, बालेनजी पनि भोलिको दिनमा केपी ओली जस्तो हुनुहुन्छ। केपी ओलीको भएको त्यही ठ्याक्कै त्यही हो, जे गर्दाखेरि पनि ताली बजाइदिने कार्यकर्ता भयो। त्यसले गर्दाखेरि मैमत्ता हुनुभयो उहाँ होइन, स्वेच्छाचारी हुनुभयो। जे गर्दा पनि आई एम द किङ, आई एम द स्टेट, आई एम एभ्रिथिङ भनेर भनिन्छ, आई एम द पावर भनिसकेपछि चाहिँ अहिले के भयो, ठ्याक्कै त्यही हुने देख्छु म चाहिँ। चेक एन्ड ब्यालेन्स चाहिँ गर्नुहुन्न उहाँहरूको उसले। भविष्य चाहिँ देख्नु भएको छ हो, यही हो। अर्को घर भत्काइदिँदा पनि गुड भनिदिएको छ होइन, अरूको रोजीरोटी खोजिदिँदा पनि गुड राम्रो गर्नुभयो यस भनिदिएको छ है। अनि अहिले हुँदा हुँदा तपाईँको चाहिँ नि उहाँको कारणले गर्दा मान्छेले आत्महत्या गरिरहेछ बागमती आम फालेर, यस राम्रै गर्नुभयो भनिसकेपछि त अब के भयो त, अब कुन लाइनमा गयो त? त्यो गलत छ।